अनि यो चाहिँ यो बीचको चाहिँ मेवाकु भन्छ। मेवाकु भनेको चाहिँ कु भनेको नौ ग्रहहरूको प्रतीक यो चाहिँ मेवाकु पार्घे लोहरजुई यो चाहिँ यसरी बनेको हुन्छ। अनि यो टुङ्गा चाहिँ अब यस्तो चाहिँ अब हाम्रो धार्मिक शास्त्र अनुसार यस्तो यस्तो भएको चिज बोक्दाखेरि हामीलाई शुभ हुन्छ, घरमा राख्दाखेरि पनि शुभ हुन्छ भन्ने एउटा चाहिँ धार्मिक मान्यता पनि छ यसको है। अब मोटामोटी केही भएको अब के छ र अब यति त हुँदैन यसको। अनि यो अब आगोको प्रतीक भएको यो अब कहिले के राख्छ कहिले के राख्छ यसमा पनि। अनि बजाउने बेलामा चाहिँ यसमा चाहिँ खास गरी यो अब तीनटा टुङ्गा हुन्छ, तीनटा तार हुन्छ है। एउटा मन वचन कर्मको प्रतीक हुन्छ यसलाई चाहिँ है। मन वचन कर्मको प्रतीक हुन्छ यो तीनटा। यसमा चाहिँ चारवटा छ मैले भनिहालेँ होइन। तीनटामा चाहिँ अब विशेष गरी चाहिँ हाम्रो तामाङसेडोहरू चाहिँ कि जीमा जी स्केलमा कि एमा कि यफसाथमा यस्तोमा बजिरहेको हुन्छ क्या। त्यही भएर हामीले चाहिँ यसलाई चाहिँ जीमा राखेको छ, चुनी गर्दाखेरि चाहिँ जीमा राखेको छ। अनि अब हामीले अब सिक्ने बेलामा चाहिँ अब जस्तै सैद्धान्तिक ज्ञानहरू अब भोलितिर गराउँदा भोलि अथवा पर्सितिर होइन। यो चाहिँ अब जी अब नेपालीमा भन्दाखेरि चाहिँ यसलाई सा मानिन्छ। सा यो चाहिँ सा त्योहरू पनि सिकाउँछु म लेखेर भन्नुपर्छ सा हुन्छ। अनि यस्तो पनि हो फेरि यसमा चाहिँ यो खोदली होइन यो तारहरू यसलाई चाहिँ यो माथि चढ्ने भएर यसलाई चाहिँ घोडा चुदा घोडा हुन्छ। अनि अब यसको अब पछाडि चाहिँ अब यस्तो छ भनौँ यी जुन यहाँ चाहिँ लो अब हाम्रो 12वटा लोहरू मध्येको 12वटा लोको प्रतीकहरू क्या। लोहर चुइनी भन्छ यसलाई चाहिँ होइन। लोहर भनेको खोर भनेको चाहिँ घुम्नेको चक्र जस्तो। अब लोहर भनेको चाहिँ चुइनी भनेको चाहिँ 12, चुई भनेको 10, मी भनेको 2। लोहर चुइनी भनेको चाहिँ 12 वर्षहरूको प्रतीक चाहिँ 12वटा समिति। प्रत्येक वर्षको चाहिँ हाम्रो चाहिँ अब बुद्ध धर्म अनुसार चाहिँ